फिफा क्लब वर्ल्ड कप हुन गइरहेको छ। यस टुर्नामेन्टमा भाग लिने क्लबहरू, प्राइज मनी र टुर्नामेन्टबारे चर्चा गर्न म गइरहेको छु। पहिला हामी फिफाको बारेमा कुरा गरौँ। फिफा एउटा इन्टरनेसनल बडी हो जसले फुटबल अर्गनाइज गर्छ र यसमा 200 भन्दा बढी देशहरू रहेका छन् र यी देशहरू कन्टिनेन्ट वाइज डिभाइड हुन्छन् र हरेक कन्टिनेन्टको आफ्नो कन्फेडरेसन हुन्छ। जस्तै युरोपियन क्लब्सहरूको लागि युएफए, एसियन क्लब्सहरूको लागि एएफसी, त्यस्तै गरी 6वटा कन्टिनेन्टहरूको आफ्नो कन्फेडरेसन हुन्छ र यी सबै कन्फेडरेसनहरू फिफाको अन्डर पर्दछन्। अहिलेसम्म फिफा क्लब वर्ल्ड कपमा जम्मा 7वटा टिम मात्रै हुन्थे। हरेक कन्फेडरेसनको च्याम्पियन्स लिग विनर र एउटा होस्ट नेसन। जस्तै युरोपबाट युएफए च्याम्पियन्स लिग विनर, एसियाबाट एएफसी च्याम्पियन्स लिग विनर गर्दै 100वटा कन्फेडरेसनको एक-एकवटा च्याम्पियन्स लिग विनर र होस्ट नेसनहरू हुन्थे र यो टुर्नामेन्ट सानो 3-4 गेमको टुर्नामेन्ट मात्रै हुन्थ्यो। तर अब फिफाले यो टुर्नामेन्टलाई ठुलो र कम्पिटेटिभ बनाउने डिसिजन लियो। अब फिफा क्लब वर्ल्ड कपमा 32वटा टिम हुन्छ र 8वटा ग्रुप हुन्छ। हरेक ग्रुपमा 4-4वटा टिम हुन्छ र हरेक ग्रुपको टप 2 टिम राउन्ड अफ 16मा जान्छन् र त्यहाँबाट नकआउट हुँदै क्वार्टर फाइनल, सेमी फाइनल र फाइनलमा जानेछन्। यी 32वटा टिममा 12वटा टिम युएफएबाट, 6वटा टिम कन्मेबलबाट, 4वटा टिम एएफसी, सिएएफ र कन्काफबाट र ओएफसीबाट एउटा टिम र एउटा होस्ट नेसनको टिम हुन्छ। जस्तै यसपालिको फिफा क्लब वर्ल्ड कप युएसएमा हुन गइरहेको छ र इन्टर मायामी होस्ट नेसनको टिमबाट सेलेक्ट भएको छ। युएफएका टिमहरू 4 वर्षको पर्फर्मेन्स र क्लब र्याङ्किङ अनुसार सेलेक्ट हुन्छ। यसै गरी हरेक कन्फेडरेसनका टिमहरू पर्फर्मेन्स र क्लब र्याङ्किङ अनुसार सेलेक्ट हुन्छन्। यो टुर्नामेन्ट हरेक 4-4 वर्षमा हुने गइरहेको छ। यो नयाँ फर्मेटले गर्दा टुर्नामेन्ट अझै टफ र एक्साइटिङ हुन्छ र यो टुर्नामेन्ट साउथ एसियन रिजनमा 9:30तिर हुन्छ र यिनी टुर्नामेन्टहरू हामी फिफा प्लस एपबाट हेर्न सक्छौँ। यो टुर्नामेन्टको प्राइज मनी पनि धेरै छ। फिफाले 1 बिलियन एलोकेट गरेको छ र हरेक पार्टिसिपेट गर्ने टिमले राम्रो पैसा कमाउँछ। जस्तै युरोपका क्लब्सहरूले पार्टिसिपेट गर्दा मात्रै 13 देखि 39 मिलियनसम्म पाउँछन्। साउथ अमेरिका क्लब्सहरूले 10 मिलियन, एसिया, अफ्रिका र कन्काफका क्लब्सहरूले त्यस्तै 9.5 मिलियन जति पाउँछन् र यो फिफा क्लब वर्ल्ड कप एउटा ग्लोबल र इम्पोर्टेन्ट टुर्नामेन्ट हुन गइरहेको छ।